मान्नुहोस् तपाईसँग किताबहरू राख्ने एउटा ठूलो कोठा छ, तर त्यहाँ सबै कुरा छरपष्ट र अस्तव्यस्त छ। के त्यसले कुनै काम गर्छ? एकदमै होइन। त्यस्तो त त्यो सानो कुनो राम्रो, जहाँ केही किताबहरू मात्र छन्, तर राम्ररी सजाएर राखिएका छन्। उही कुरा हाम्रो ज्ञानमा पनि लागू हुन्छ। यदि तपाईसँग धेरै ज्ञान छ, तर तपाईले आफ्नो दिमागले त्यसमा गहिराईमा काम गर्नुभएको छैन भने त्यो ज्ञानको कुनै मूल्य छैन। राम्रो त त्यो थोरै ज्ञान हो जुन तपाईले बारम्बार सोच्नु भएको छ र राम्रोसँग बुझेको छ। हामी हाम्रो ज्ञानका असली मालिक तब मात्र बन्न सक्छौं हामी जब त्यो कुरा आफ्नो पुराना अनुभवसँग जोडेर हेर्छौं। हामी केवल त्यही कुरा सत्य मान्छौं जसको बारेमा हामीले आफै गहिराईले सोच्न सक्छौं। पढ्न त हामी जब मन लाग्यो तब जबरजस्ती पनि गर्न सक्छौं, तर सोच्न त जबरजस्ती हुँदैन। जस्तै आगो बलिरहन हावाको आवश्यकता पर्छ, त्यसैगरी हाम्रो दिमागलाई सोच्नको लागि कुनै रमाइलो कुरा, कुनै चाख लाग्दो विषय चाहिन्छ। धेरैजसो पढेका लेखेका मान्छेहरू केवल पढिरहन्छन्, त्यसैले उनीहरूले आफै सोच्न सक्दैनन्। आफै सोच्ने र किताब पढ्ने बीचमा धेरै ठूलो फरक हुन्छ। पढ्नु हाम्रो दिमागमा बाहिरका सोच जबरजस्ती थोपिदिन्छ, ठीक त्यस्तै जस्तो मोममाथि ठप्पा लगाइदिन्छ। यसले दिमाग आफ्नो आफ्नै सोच्न सक्ने क्षमता गुमाउन थाल्छ। जब हामी धेरै पढ्छौं, हाम्रो दिमाग त्यो स्प्रिङ जस्तै हुन्छ जुन सधैँ भारी वजन मुनि हुन्छ। बिस्तारै त्यो स्प्रिङ आफ्नो लचक गुमाउँछ। यदि तपाईँ चाहनुहुन्छ कि तपाईको दिमागमा आफ्नै विचार नआओस् भने सबैभन्दा सजिलो उपाय के हो भने जब पनि खाली समय पाउनुहुन्छ तुरुन्तै कुनै किताब उठाउनुहोस्। यही कारण हो कि धेरै पढाइ कहिलेकाहीँ मान्छेलाई अझै मूर्ख बनाउँछ। किताबी मान्छेहरू त अरूले लेखेको कुरा मात्र पढ्छन्, तर जुन महान र जिनियस मान्छेहरू हुन्छन् उनीहरूले सिधै संसारको किताब पढ्छन् र आफ्नै दिमाग चलाउँछन्। असली र जीवन्त विचार त त्यही हुन् जुन हाम्रो आफ्नै दिमागबाट निस्कन्छ, किनभने केवल ती कुरा हामीले राम्ररी बुझ्न सक्छौं। अरूले लेखेको कुरा भनेको कसैको बाँकी खाएको खानाको टुक्रा जस्तै हो, या अपरिचितको छोडेको पुरानो लुगा जस्तो। किताबमा अरूको विचार पढ्नु भनेको जस्तो पत्थरमा छापिएको पुरानो बिरुवा हेर्नु जस्तै हो। आफै सोच्नु भनेको वसन्तको मौसममा फुल्ने एकदम ताजा र साँचो फूल जस्तै हो। पढ्नु भनेको त झन्डै जुगार हो। जब हामी आफैले सोच्न सक्दैनौं, तब पढ्दा अरूलाई हाम्रो दिमाग चलाउन मौका दिन्छौं। धेरै किताबले त देखाउँछन् कति गलत बाटोमा मान्छे भट्किन सक्छन्, तर जसले आफैले सोच्छ उसको आफ्नै कम्पास हुन्छ। सही बाटो खोज्न हामीले पढ्नु त तब मात्र गर्नुपर्छ जब हाम्रो आफ्नै दिमागका विचारहरू थामिन्छन्। आफ्नै बलियो विचार रोकेर किताब उठाउनु गलत जस्तो हो। यो त्यस्तै हो जस्तो कुनै मान्छेले असली हरियाली मतलब प्रकृति छोडेर कागजमा छापिएको फोटो हेर्न थाल्छ। हामीलाई किताबमा कुनै सत्य सजिलै भेटिए पनि जब हामी आफै मेहनत गरेर र बिस्तारै सोचेर खोज्छौं, तब त्यसको मूल्य 100 गुणा बढी हुन्छ। त्यही बेला त्यो कुरा हाम्रो दिमागको टुङ्गो भाग बन्छ र हामी कहिल्यै भुल्दैनौं। एउटा पुरानो भनाइ पनि छ, जो तिमीलाई विरासतमा मिलेको छ त्यसलाई फेरि आफै मेहनत गरेर कमाउनु पर्छ, तब मात्र तिमी
त्यसको साँच्चीकै मालिक बन्न सक्छौ। जसले मात्र किताबबाट सिक्छ उसको ज्ञान नक्कली हात वा नक्कली दाँत जस्तो हुन्छ। त्यो त माथिबाट मात्रै टाँसिएको हुन्छ। तर जुन सत्य हामी आफैले सोचेर पाउँछौँ त्यो हाम्रो शरीरको वास्तविक अङ्ग जस्तै हुन्छ। प्राकृतिक अङ्ग चाहिँ यही फरक हुन्छ आफै सोच्ने र मात्र पढ्ने मान्छेको बीचमा। आफै सोच्नेको ज्ञान एउटा सुन्दर पेन्टिङ जस्तो हुन्छ जसमा हरेक रङ र प्रकाश एकदम सही र आपसमा मिल्ने हुन्छ। आफै सोच्ने मान्छेको ज्ञान सुन्दर पेन्टिङ जस्तो हुन्छ जहाँ हरेक रङले एकअर्कासँग मिलेर निकै रमाइलो देखिन्छ। तर केवल पढ्नेको ज्ञान रङहरूको त्यो ठूलो थाल जस्तो हुन्छ जसमा धेरै रङहरू त सजिएका हुन्छन् तर ती सबैले मिलेर कुनै रमाइलो तस्बिर त बनाउन सक्दैनन्। किताब पढ्नु यस्तो हो जस्तो आफूले सोच्नुको सट्टा अरूको सोचलाई आफ्नो दिमागमा राख्नु हो। जब हामी सधैँ पढिरहन्छौँ तब अरूका विचारहरू हाम्रो दिमागभरि बढ्छन्। ती विचारहरू फरक फरक मान्छेका हुन्छन् र कहिल्यै एकै ठाउँमा मिल्दैनन्। यसले दिमागमा अलि अजीब किसिमको खिचडी बन्ने गर्छ। धेरै पढ्दा मानिसको आफ्नै बुझाइ कम हुन थाल्छ र दिमाग एकदम अस्तव्यस्त मेसी जस्तो हुन्छ। यही कारणले धेरै पटक धेरै पढेका स्कलरहरू पनि कमै बुझ्छन्। पढेका लेखेका भन्दा केही कमै पढ्छन्। यिनीहरूको आफ्नै सामान्य बुझाइ मतलब कमन सेन्स र सही निर्णय लिन सक्ने तरिका बढी राम्रो हुन्छ। यो त्यसकारण हो कि कम पढेका मानिसहरू आफ्नो थोरै जानकारीलाई पनि आफ्नै सोचाइसँग राम्रोसँग मिसाउन सक्छन्। एकदम महान सोच राख्ने मान्छे अर्थात् थिङ्कर धेरै पढ्छ जरुर, तर उसको दिमाग त्यति शक्तिशाली हुन्छ कि सबै कुरा बुझेर आफ्नो सोचमा समेट्छ। उसको सोच सङ्गीतको गहिरो धुन जस्तै हुन्छ जुन सबैभन्दा माथि सुनिन्छ र अरूको कुराभित्र दब्दैन। तर सिर्फ किताबहरू पढ्ने मानिसहरूको दिमागमा अरूका विचारहरूको यति धेरै आवाज हुन्छ कि आफ्नो असली स्वर हराउँछ। जो मानिसहरू आफ्नो पुरा जीवन केवल किताब पढेर मात्रै ज्ञान लिन्छन् उनीहरू त्यस्ता हुन्छन् जसले कुनै देशको बारेमा अरूले लेखेको कुरा मात्र पढेका छन्। उनीहरूले तिमीलाई धेरै कुरा सुनाउँछन् तर आफूलाई त्यो देशको वास्तविकता थाहा हुँदैन। बरु जो मानिसहरू आफै गहिरो सोच गर्छन् उनीहरू त्यस्ता यात्रु हुन् जसले आफै त्यो देशमा गएर हिँडेका हुन्छन्। उनीहरूलाई थाहा हुन्छ कि उनीहरू के बारेमा कुरा गर्दैछन्। उनीहरू त्यहाँको हरेक कुरा आफ्नै ठान्छन्। किताबहरूमा भरोसा गर्ने मानिसलाई इतिहासकार जस्तो मानिन्छ, तर आफै सोच्ने मान्छे त्यो साक्षी हो जसले आफ्नै आँखाले सबै कुरा देखेको हुन्छ। आफै सोच्ने मान्छेहरू प्राय एउटै कुरा गर्छन् किनभने उनीहरू एउटै सत्य देखिरहेका हुन्छन्। किताब पढ्ने मान्छे अरूको विचार मात्रै जम्मा गर्छ र कसले के भने भनेर अल्झिन्छ। यदि उनी अलिकति शान्त भएर आफै सोच्थे भने छिट्टै उत्तर पाउँथे। तर यहाँ एउटा सानो समस्या छ। हामी जब चाहे तब किताब पढ्न सक्छौँ, तर सोच हाम्रो नियन्त्रणमा हुँदैन। विचार त साथी जस्ता हुन्छन्। उनीहरू आफ्नै इच्छाले आउँछन्। हामीले सही समय र सही मुडको पर्खाइ गर्नुपर्छ। यो कुरा ठूला निर्णयहरूमा पनि लागू हुन्छ। हामी जबरजस्ती बसेर निर्णय गर्न सक्दैनौँ। हामीले त्यो कुरा दिमागमा पूर्ण रूपमा स्पष्ट नभएसम्म पर्खनुपर्छ। फरक फरक समयमा
एउटै कुरा हेर्दा हरेक पटक नयाँ बुझाइ आउँछ। यसलाई सोचको परिपक्वता वा मेच्योरिटी भनिन्छ। जब दिमाग खाली हुन्छ तब पढ्न ठिक हुन्छ, तर धेरै नपढ्नु है, नत्र दिमाग अरूहरूको भरमा पर्छ र चल्न थालेपछि बानी पर्छ र आफैको बाटो पनि भुलिन्छ। असली संसार हेर्न कहिल्यै छोड्नु हुँदैन, किनभने त्यहीबाट सबैभन्दा बलिया विचार आउँछन्। आफै सोच्न सक्ने मान्छे र किताबमा अड्किएको मान्छेको चिनारी तिनीहरूको कुरा सुनेर नै थाहा हुन्छ। आफै सोच्नेको कुरा साँचो र नयाँ जस्तो लाग्छ, तर किताबमा अड्किएको मान्छेको कुरा पुरानो र निरस हुन्छ। त्यो सानो देश जस्तै हो, जसको आफ्नै कुनै आम्दानी छैन र अरूको उधारो सिक्का खाएर चल्छ। केवल नयाँ कुरा हेर्नु भने पुग्दैन, जसलाई केवल खानु भने पुग्दैन। खाने कुरा पहिचान गर्नु र त्यसलाई शरीरको हिस्सा बनाउनु मतलब असिमिलेसन सबैभन्दा जरुरी काम हो। यदि कसैले मात्र हेर्ने वा अनुभव गर्ने घमण्ड गर्छ भने त्यो त्यस्तै हो जस्तो मुख भन्छ कि पूरा शरीर केवल उसको कारण जिउँदो छ। असली काम त दिमागले गर्छ, जुन ती कुराहरूलाई गहिराईमा सोचेर काममा लगाउँछ। जसको दिमाग धेरै तेज हुन्छ उनका कुरा एकदम स्पष्ट र पक्की हुन्छन्। उनीहरूलाई थाहा हुन्छ कि उनीहरू के भन्न चाहन्छन्। उनीहरू कुनै राजाको जस्तै हुन्छन्, जसले आफ्ना निर्णय आफै गर्छन्। उनीहरू अरूको कुरा अन्धाधुन्द मान्दैनन्। यसको विपरीत हामीहरू त्यो भीड जस्तो हुन्छौँ, जुन केवल अरूको हुक्म र पुराना कुरा मानिराख्छन्। धेरैजना बहस गर्दा ठूला लेखकका नाम बोल्न थाल्छन्। त्यस्तो किनभने उनीहरूसँग आफ्नै सोच हुँदैन। अरूको बुद्धिको भर गर्छन् आफूलाई सही देखाउन। यस्ता मान्छेसँग तर्क गर्नु बेकार हो, किनभने उनीहरू आफ्नै दिमाग चलाउनुभन्दा पुराना नामको सहारा लिएर जित्न खोज्छन्। वास्तविक जीवनमा धेरै बोझ हुन्छ, तर सोच्ने दुनियाँमा हामी एकदम हल्का र स्वतन्त्र हुन्छौँ। राम्रो दिमाग आफ्नै विचारबाट चल्छ। जस खुसी हामीलाई मिल्छ त्यो संसारकै कुनै पनि कुरासँग तुलना गर्न सकिन्न। एउटा नयाँ सोच सुन्दर मान्छे जस्तै हुन्छ। जब त्यो दिमागमा आउँछ तब हामीलाई लाग्छ कि हामीले त्यसलाई कहिल्यै भुल्दैनौँ, तर जति चाँडो त्यो दिमागबाट उछिन्छ हामी त्यसलाई भुल्छौँ। यदि तपाईले आफ्नो सबैभन्दा राम्रो सोच गुमाउन चाहनुहुन्न भने त्यसलाई तुरुन्तै लेख्नुपर्छ। धेरै सोचहरू यस्ता हुन्छन् जुन केवल हाम्रो लागि नै महत्त्वपूर्ण हुन्छन्। तीमध्ये धेरै कम सोचहरू यस्ता हुन्छन् जुन लेखेपछि अरूलाई पनि रमाइलो लाग्छ वा तिनीहरूको काममा आउँछ। साँच्चै र महत्त्वपूर्ण कुरा त्यो हो जुन हामीले पहिले त आफैले आफ्नो दिमागबाट सोच्नुपर्छ। संसारमा दुई प्रकारका मानिसहरू हुन्छन् जो सोच्दछन्। एउटा त त्यस्ता जो केवल आफ्नो लागि सोच्दछन्। यिनलाई हामी सच्चा ज्ञानी वा फिलोसोफर भन्न सक्छौँ। उनीहरूका लागि गहिरो सोच्न नै जीवनको सबैभन्दा ठुलो मजा र खुसी हो। अर्को त त्यस्ता जो अरूलाई देखाउन वा नाम कमाउनका लागि सोच्दछन्। उनीहरूको कुरा र काम गर्ने तरिकाले तुरुन्तै थाहा हुन्छ उनीहरू कस्तो मानिस हुन्। यो जीवन के हो? यो एउटा पहेली जस्तो हो, जुन कहिले सपना जस्तो लाग्छ त कहिले दुःखले भरिएको र धेरै छोटो। यो प्रश्न धेरै ठुलो छ, तर धेरै मानिसहरू यो बारेमा नै सोच्दैनन्।
उनीहरू त आजको मात्रै सोच्छन् या अलि धेरै भयो भने भविष्यको थोरै टुक्रा। उनीहरूलाई सानो, मोटा र काम चलाउ कुरा मात्रै चासो हुन्छ। यदि हामी गहिरो अध्ययन गर्यौं भने थाहा हुन्छ कि साधारण मान्छेको सोच जनावरभन्दा अलि मात्र फरक छ। जनावर त केवल आजमा जिउँछन्, मान्छे अलि अगाडि पछाडि हेर्छन्। यो नै कारण हो कि जब मानिसहरू एक अर्कासँग कुरा गर्छन्, उनीहरूको सोच निकै सानो र फाटफुट हुन्छ। यदि संसारका सबै मानिसहरू साँच्चीकै गहिरो सोच्ने भए यहाँ यति धेरै हल्ला र आवाज हुन्थेन। प्रकृतिले हामीलाई सोच्नका लागि होइन, बस जिउँदो रहनका लागि बनाएको हो। उसले हामीलाई त्यस्ता कान दिएको छ जुन सधैँ खुल्ला रहन्छन्, ताकि हामी सुत्दा जाग्दा कुनै शिकारी वा खतरा आउँछ कि भनेर सुन्न सकौं। मान्छे वास्तवमा त्यस्तो जीव हो जसको सबै शक्ति मात्र पेट भर्न र आफूलाई बचाउनका लागि बनेको हो, शान्त भएर बसेर सोच्नका लागि होइन।